छिमीहरू बाल्ला है के राख बनाइराख न राम्रो हुन्छ नि भिडियो बनाइराख न भिडियो त्यही त हालिदिउँ भनेर त हिजो मैले लामो लामो बनाएको थिएँ त लामो लामो बनाएको थिएँ त त्यो उयो नभएर त आज चाहिँ लामो बनाएर हालिदिनु पर्यो साह्रो बत्ती बाला 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 बत्तीहरू तिमीहरू 10 मिनटसम्म बनाइदिनु पर्यो यसमा हालिदिनुपर्छ नि त च्यानलमा हालिदिनुपर्छ है हिमाली च्यानलमा हिजो पनि हाल्नु पठाएको थिएँ आ जाओ हावाले त बाल्नु दिएन अन्त खै सुहानीहरू यो सबैजना एकपल्ट बाल्नु आइहालेको होइन थियो नि होइन बाल्नेर गएको भए हुन्थ्यो नि ओ यो कान्छी राखेर त कुकुर खेद्नु नि त्यो पनि बत्ती बाल्छ होला हौ त्यही त चिसो आज पुरा चिसो बेलुका पानी कस्तो परेको है तर पानी त पर्नु नै पर्छ नि अलिक सिन्टेक्सहरू चाहिँ भर्यो निकै भर्यो तर पानी कस्तो सफा छ त त्यो खाने पानी मात्रै भयो त भइगयो यहाँबाट हो डल्लै बोल्यो भने चाहिँ राम्रो हुन्छ नि देखि नै हावाले आँधीले चाहिँ निस्क्यो एकदम मन्दिर सन्दिर सबै मन्दिर मान्छे सबै निस्केको छ पमसका दाजु आएन त है लिएर है सियाहरू उता राखिदिनु त्यो माथि है मैया उयो ट्याङ्की माथि राख्नु त ट्याङ्की माथि राखिदिनु न उता अलिक म परापट्टि राख्दै बत्तीहरू बाल्नु दादा बत्ती बाल्नुहोस् है मन सफा हुन्छ भइहाल्छ हौ नुहाउनु पर्दैन हौ मन सफा हुन्छ नुहाउनु पर्दैन हौ नुहाएर मन कालो छ भने के फाइदा है मनमा राम्रो सोचेर बाल्नुहोस् भइहाल्छ त्यही हो सबसे ठुलो एकदम यहाँ चाहिँ हामी चाहिँ फोटोग्राफरहरू हामी एकदम यहाँनिर जो आउँछ सबैलाई बाल्नु देऊ न सबै आफ्नो एउटा कोही त होइन मनबाट शान्ति होस् सबैजनालाई एउटा दुईटा भए पनि बाल्यो भने सबैजनाले भइगयो नि ऊ त ऊ दादाहरू नआउँछ दादाहरूलाई पनि बाल्यो भने हुन्छ नि के माथि बनाउँदैछ
पठातहरू चाहिँ पाक्यो भने चाहिँ चढाउने चाहिँ ल्याइहाल्नु पऱ्यो नि पहिला उयो ल्यायो लु चढाउनेहरू चाहिँ ल्याइहाल तिमीहरू पनि बत्तीहरू ल्याइहाल त्यो पठातहरू चढाएर बाल्नु बत्तीहरू लु दादाहरूलाई पनि बालिदिनु सबैजनालाई हजुर बाल्नु सबैजनाले के कुरा भए पनि सबलाई चाहिँ बाल्नुहुँदैन बत्तीहरू माथि हजुर होइन हुन्छ पर्दैन हौ सबै चिज छ नाना धुपहरू सबै चिज छ बाल्नु मात्रै छ ए माथि काकी पनि आउँदैछ पर्व काकी पनि जाउँ त सबैले आफ्नो आफ्नो नाममा के कुरा पनि बाला सबले है यहाँ लु हाम्रो काकी पनि आउनु हुँदैछ एकदम बत्ती बाल्नु यहाँनिर ल आउनु काकी बिस्तारी बिस्तारी लड्छ बिस्तारी चिप्लिन्छ कुनै खुट्टा हेर्नु त्यो चोखो गरेर बाल्नु बिस्तारीसँगले बिचरा सुन्नु हुँदैन कानी त्यो अस्ति बिमार भएकोदेखि एउटा सुन्नु हुँदैन त मुख त लडपडेर बोल्नुहुन्छ ल काक्स सिरोलु लु चन्द्र दाजु ओले बत्तीहरू बाल्नुहोस् पर्खमा म घरमा गएर हेरिदिन्छु हामी गरेर निस्केको त्यहाँबाट भाइ मेरो
अझ डम्मै बोल्यो भने दामी देख्छ त्यहाँनिर त्यही त आउनु भएन त्यही त ए नि मेरो बाजे पनि आएछ पिङ्की ओ पुसाइलाई पनि बाल्नु लग ल बत्ती आउँदैछ पुसाइलाई पनि बाल्नु लग ल बत्ती पुसाइ यो आउँदैछौ बाबा बिस्तारी बिस्तारी आउनु लड्छ त बाटो बिस्तारी आउनु यो बत्ती बाल्नु ल ऊ यताबाट जानु यताबाट मुनिबाट गएर बत्ती बाल्नु बिस्तारी बिस्तारी लड्छ ल बुहारी बाबालाई पनि बत्ती बालिदेऊ न तल उकालो गएको छ पवित्र ऊ बाजेलाई बत्ती बाल्नु लगाऊ त पुसाइलाई देऊ त डाँडो मात्रै रहेछ खै उयो चाहिँ प्रसाद चाहिँ ए दिपले बिचरा ल्याउँछ होला नि बोकेर ठिकै छ केरामाथि राख्दा पनि भइगयो त हौ त्यो डुठो हुन्छ हौ ए खाजा खानु जानु भएको त्यो बाजेलाई सिकाइदिनु त डेक्चीमा होला नि त अहिले यो अलिक साह्रो पर्छ त त्यो माथि त के पनि होइन राम्रो सम्झेर पूजा गरे बाजे जिन्दगी फर्स्ट टाइम होला हाम्रो बाजेले पूजा गरेको त्यो होइन बिहान उठेछ कि आइहाल भनेको नि गर्दैन त हाम्रो बाबाले कहिले गर्दैन